हिमालयको काखमा रहेको एक सानो गाउँमा 16 वर्षकी माया आफ्नो हजुरबुबासँग बस्दथिन्। हजुरबुबा एक पुरातत्वविद थिए जसले वर्षौं मानव विकासको अध्ययन गरेका थिए। एक साँझ आगो ताप्दै गर्दा उनले मायालाई एक अद्भुत कथा सुनाए, मानव जातिको सुरुवातदेखि अहिलेसम्मको यात्रा। माया, हजुरबुबाले भने, आजको आधुनिक मानव होमो सेपियन्स केवल एउटा पाना हो विशाल इतिहासको। हामीभन्दा अघि पनि अरू धेरै मानव प्रजातिहरू थिए। ती सबै विलुप्त भए, तर तिनीहरूको अस्तित्वले आज हामी को हौं भन्ने बुझ्न मद्दत गर्छ। जस्तै मायाले उत्सुकतापूर्वक सोधी। हजुरबुबाले मुस्काउँदै सुनाए, सहेलान्थ्रोपस शेरेन्सिस अफ्रिकामा पाइने सबैभन्दा पुरानो मानव जस्तै जीव, करिब 7 मिलियन वर्ष पुरानो। त्यसपछि अस्ट्रालोपिथेकस अफेरेन्सिस, जसको प्रसिद्ध अवशेष लुसी भनेर चिनिन्छ। यी प्रजातिहरू द्विपाद चालमा हिँड्न थालेका थिए। त्यसपछि आयो होमो हैबिलिस, पहिलो मानव भनिने प्रजाति जसले औजार प्रयोग गर्न सिक्यो। त्यसपछि होमो इरेक्टस, जुन पहिलो मानव थियो जसले अफ्रिका छोडेर एसिया र युरोपतर्फ यात्रा गर्यो। तर अझै बाँकी छन्, उनले आँखा चिम्क्याउँदै भने। होमो हेडेलबर्जेन्सिस, जसले गहिरो गुफाहरूमा बस्न थाल्यो र सम्भवतः पहिलो आगो नियन्त्रण गर्ने जाति थियो। अनि होमो निएन्डरथालेन्सिस, नेआन्डरथल, जसको अस्तित्व आधुनिक मानवसँग धेरै मिल्दोजुल्दो थियो, तर ती विलुप्त भए। त्यसपछि थियो होमो फ्लोरेसियन्सिस, जसलाई हबिट भनिन्थ्यो किनभने तिनीहरूको उचाइ केवल 1 मिटर जति थियो। अनि होमो लुजोनेन्सिस, फिलिपिन्समा फेला परेको एक अनौठो प्रजाति। माया चकित भइन्। त्यसो भए हामी मात्र बाँकी छौं? हो, तर हाम्रो शरीरमा तिनीहरूको केही अंश अझै बाँकी छ। हाम्रो डनामा नेआन्डरथल र डेनिसोभनहरूको अंश पाइन्छ, हजुरबुबाले भने। मायाको मनमा सोच उब्जियो, यदि तिनीहरू अझै जीवित भएको भए हामी कस्तो संसारमा बस्थ्यौं होला। सायद युद्ध कम हुन्थ्यो, सहकार्य बढ्थ्यो। हजुरबुबाले गहिरो स्वरमा भने, मानव विकासको कथा केवल शक्तिको होइन, अस्तित्वको हो। जो प्रजातिले अनुकूलन गर्न जाने उही बाँच्छ। त्यस रात माया सिताराको धुनमा हराउँदै आकाशमा तल्किरहेका ताराहरू हेर्दै सोच्दै थिइन्, हामी को हौं, कहाँबाट आयौं भन्ने उत्तर विगतमा लुकेको छ, तर भविष्य बनाउने जिम्मेवारी हाम्रो काँधमा छ।